सिन्धुलीको जिपी राजमार्ग हुँदै काठमाडौँदेखि पूर्वी तराई तथा पहाडी जिल्ला वा पूर्वी तराई तथा पहाडी जिल्लाबाट काठमाडौँ आउने क्रममा सिन्धुलीको रुचुबीर भन्ने ठाउँमा सडकका भित्ताहरूमा हजारौँ ऐनाहरू खिन्जिएको देख्न सकिन्छ। अनौठो र आश्चर्यजनक रूपमा बित्दैभरि यसरी ऐना चुनिएको देख्दा यो छोरीको मनमा कौतूहलता जाग्न स्वाभाविक थियो। भनिन्छ कुनै समयमा यस स्थानमा सानो घरको बाटो रहँदा यहाँ ठुलो सागरिक थियो, जसबाट पानी ल्याइन्छ। पछि यहाँ ठुलो पक्की सडक बनियो। सडक बनिए पश्चात यहाँको सागरिक पनि काटियो र पानीको मूल पनि पुग्यो। समय बित्दै जाँदा यही ठाउँमा कयौँ सवारी साधनहरू दुर्घटना भई मानिसहरूको मृत्यु हुन थाल्यो। रहस्य बुझ्दै जाने क्रममा यहाँ देवी रहेको र देवीको वासस्थान रहेको सो ठाउँ नष्ट गरी सडक बनाइएकोमा देवीद्वारा सबैको बलि दिएको भन्ने हो। फलस्वरूप सुनकोशी गाउँपालिका वडा नम्बर 5 मुलको सिन्धुलीमा सेती देवीको मन्दिर स्थापना भयो र यहाँ मानिसहरूले यात्रा सुखद र सुरक्षित रहोस् भनी ऐना चढाउने एवं देवीको दर्शन गर्ने गरियो र हालसम्म पनि सो कार्य निरन्तर हुने गरेको देखिन्छ।